घन्टी बाज्छ त्यहाँ। अब रुक्नेवाला छैन, कसैले रोक्न पनि सक्दैन। प्रथम कुरा त मैले आफ्नो आन्तरिक हृदयदेखि मिडिया पत्रकार साथीहरूलाई अस्सलाम वालेकुम भन्नु सर। हजुरको शुभ नाम के भन्नुभयो? मेरो नाम रासपा अन्सारी, कपिलवस्तु जिल्ला सहसचिव। रासोपा अन्सारी कि रासपा? रासपा अन्सारी। नाममै रासोपा रहेछ। तपाईँको पार्टीको नाम र तपाईँको नाम लगभग मिल्यो हो। घन्टी बाज्छ त्यहाँ। अब रुक्नेवाला छैन, कसैले रोक्न पनि सक्दैन। तपाईँले त्यहाँ चुनाव जित्नुहुन्छ? जित्नु पक्का पक्का पक्का, यो पक्का हो 100%। तपाईँले पार्टीले टिकट दिएको छ? पार्टीले टिकट दिन्छ, किन नदिने? पार्टीले टिकट। मेरोमा मिसन छ, मेरोमा भिजन छ, मेरोमा एकता छ, मेरोमा क्यापेसिटी छ। के हो पार्टी? म भन्दा ठुलो हो, यो जनता हो। पार्टी भनेको आफ्नो ठाउँमा छ। 3 करोड जनता पार्टी हो। अनि सो घोषित उम्मेदवार बन्दै नहिँड्नु होला भनेर भन्नुभएको छ सभापति। हैन, जनताले चाहिँ आफ्नो उम्मेदवारीको लागि चाहिँ नाम दर्ता गर्छ, तर त्यसमा पनि चाहिँ पार्टीले तजविज गर्नुपर्छ। बुझ्नुभयो? हिजो मात्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट एउटा औपचारिक निर्णय गरेर आकाङ्क्षी त तपाईँले हो, एउटा एक ठाउँमा भन्नु होला, एक ठाउँमा पोस्ट गर्नु होला, तर म नै प्रत्याशी हो, म नै अब फिल्डमा गर्ने हो भनेर चुनावी घरदैलो कार्यक्रमहरू नगर्नुहोस् भनेर एउटा सचेत गराएको छ। हैन, सचेत गराएको छ, त्यो राम्रो चिज हो। भन्न त मिल्यो नि, मुख ढाक्न मिल्दैन। यो स्वतन्त्रता भनेको चिज के हो? यसलाई चाहिँ प्राथमिकता दिने या नदिने। अनि पार्टीको प्राइमरी निर्वाचनको आचार संहिता उल्लङ्घन नगर्न हुन अनुरोध गरेका छैन? हैन त हामी प्राइमरीमा जाउँला, तर भन्न त हाम्रो बाटो छ नि। हामी प्राइमरीमा जाउँला, जसको योग्यता छ, जसको भिजन छ, जसको क्यापेसिटी छ, त्यही आधारमा हामी अन्तर्वार्तै गरेर जाउँला नि त। आकाङ्क्षी मात्र हो कि जित्न सक्ने मान्छे पनि हो भने? जित्न सक्ने मान्छे हो, किनकि अहिले कपिलवस्तुमा चाहिँ घन्टी बाज्यो। यो हामी चाहिँ बुझ्दै जाउँ। भनेपछि एक सिट तपाईँको पक्का, रासपाको पक्का छ, त्यहाँ सुनिश्चित छ, पक्का छ। तर रासपाको समानुपातिक बन्द सूचीमा पुरानै पार्टीको झल्को आउने गरी नातावाद कृपावाद त्यहाँनिर दाई भाइ सँगसँगै पर्नुभयो। यो किसिमको बन्द सूचीमा समानुपातिक निर्वाचन प्रणालीको यो बन्द सूचीमा चाहिँ जुन विवाद आयो नि रासपाको, के भन्नुहुन्छ यसमा पनि मैले भन्न चाहन्छु, यसमा पनि पत्रकार समक्षमा मैले 2 शब्द मैले टक्राउन चाहन्छु। समानुपातिक भनेको के हो चिज? त्यो जुन हाम्रो निर्वाचन आयोगले त्यसको चाहिँ जुन गरेको छ नि त, बाचा गरेको छ कि समानुपातिक भोट कसलाई दिनुपर्छ र त्यो संरक्षण कसलाई गर्नुपर्छ र कसको अधिकार हो, त्यो प्रतिमा हामी जाउँ। एउटा शायरी के छ, एउटा शायरी मैले हिन्दीमा भन्न चाहन्छु। यसमा चाहिँ पत्रकार साथीहरूले बुझ्नुपर्छ। शायरी हिन्दीमा के छ? जब हवा जोर से चलते हैं तो पत्ते भी झूम जाते हैं, और जब नया यार मिलते हैं तो पुराने छूट भी जाते हैं। यस्तो गर्न हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई म खबरदारी गराउन चाहन्छु। यो गर्न बिल्कुल मिल्दैन। पुरानालाई बिर्सन मिल्दैन। पुरानालाई बिर्से भने त हाम्रो पार्टी चाहिँ अलिकता चाहिँ कमजोर हुन्छ। समानुपातिक बन्द सूचीमा आएको विवाद के हो त्यसो भए? त्यसमा यस्तो छ, त्यसप्रति हामी चाहिँ टीका टिप्पणी गर्न मिल्दैन, किनकि त्यसमा हाम्रो बलेनजीका पनि टिम आए, प्रवेश भए, हाम्रो चाहिँ कुलमानजीको पनि टिम प्रवेश भए, हाम्रो चाहिँ के अरे उन्मुक्ति पार्टी पनि प्रवेश भए। त्यसमा हामीले के यस्तो तजविज गर्नुपर्छ कि सबैलाई समेटेर हामी अगाडि बढ्नुपर्छ। त्यसप्रति चाहिँ अहिले निर्वाचन आयोगले जुन हाम्रो 7 दिनको अल्टिमेटम राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको थियो कि यसमा तपाईँहरूले सच्याउनुहोस्, कसलाई अहिले चाहिँ निकाल्नु छ, कसलाई चाहिँ हाल्नु छ, त्यो प्रति चाहिँ म चाहिँ विश्वास छु र त्यो प्रति चाहिँ टीका टिप्पणी गर्न मिल्दैन। एउटा कुरा के तपाईँले जसरी अघि भन्नुभयो, विभिन्न पक्षहरू बिचमा यहाँ सहमति भएको छ, एकता भएको छ, बालिन पक्षबाट पनि आएको छ, जनमत पक्षबाट पनि आएको छ, अरू विभिन्न संस्थागत र व्यक्तिगत रूपमा धेरै अभियान कर्मीहरू आउनु भएको छ। अब यसरी मिल्दै गर्दाखेरि अरू चाहिँ सबै मिल्नुपर्छ, तर मेरो क्षेत्रमा चाहिँ म छोड्दिनँ तपाईँ भनिराख्नु भएको छ। पछि बालेनको टिमबाट कोही आएर नयाँ जेनेरेसनको कुरा आउनुभयो, तपाईँले नयाँ पुस्ताको कुरा आउनुभयो, नयाँ पुस्ताको कोही आयो भने तपाईँले पनि छोडिदिनु पर्ने होला नि त, के छ विचार? हैन, म भन्दा यदि जोसिलो छ, आटिलो छ, अनि म भन्दा चाहिँ सिनियर छ, म उसलाई म प्राथमिकता दिन्छु। मेरो पार्टीको चाहिँ एउटा उद्देश्य हो, बुझ्नुभयो? जस्तो हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी एउटा चाहिँ रवि लामे छानेज्यूले
चाहिँ बलेनज्यूलाई चाहिँ सघाउनु भयो नि प्रधानमन्त्रीको रूपमा, किनकि यो पार्टीको उद्देश्य त्यही हो। म भन्दा अलि कोही सिनियरमा छ, योग्यता भएको क्यापेसिटी भएको व्यक्ति छ, त्यस्तो व्यक्तिले कुन हिसाबले हामी अगाडि बढ्ने हो त्यो खण्डमा चाहिँ हामी प्राथमिकता दिन्छौँ त्यसमा। हस्, धन्यवाद तपाईँलाई। ओके, नमस्ते। लास्टमा एउटा गजल त जाओस्, गजल के है? ये कुदाल है टाटा का, हाँ। मगर इसे कच्चा मत समझना। ये रासपा सर हैं, रासपा अंसारी सर हैं नेपाल का, इन्हें बच्चा मत समझना। नेपालीमा